नमस्ते सबैजनालाई। आशा गर्दछु सबैजना सन्चै हुनुहुन्छ भनेर। सो वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि मेरो च्यानलमा न्यू हुनुहुन्छ भने इट्स मी रूपा मगर। सो आज चाहिँ म फर द फर्स्ट टाइम दाल भात मुकबाङ लिएर आएको छु। ओके, मैले सोचेको पनि थिएन कि मैले खानाको मुकबाङ लिएर आउँछु भनेर। सो मसँग छ कि रायो साग अनि आलु मिक्स गरेर पकाएको, अनि मसँग छ टमाटोको अचार जुन चाहिँ मैले आफै बनाएको, अनि त्यसपछि मसँग छ गेस के होला, मसँग छ पोर्कको सुकुटी हो, मैले चाहिँ फ्राई गरिदिएको। सो या, अनि मसँग छ मेरो पानी, त्यसपछि मसँग छ दाल। सो अब स्टार्ट गरौँ ल। मुखमा पानी आइसक्यो, रुको जरा सबर गरो। सो ढिलो नगरिकन खाना स्टार्ट गरौँ, नत्र भने चिसो हुन्छ। अब स्टार्ट गर्छु ल। मलाई चाहिँ टमेटोको अचार एकदम मनपर्छ, अनि बनाउन नि एकदम धेरै राम्रो लाग्छ। सो मैले आज बनाएको। अचार जस्तो भए पनि पिरो चाहिँ हुनै पर्छ मलाई, अनि हजुरहरूलाई पर्छ कि नै कमेन्ट बिलो। So good. Sukuti porkको अचार इज टु गुड। पिरो पिरो यस्तो मजाको भएको छ कि। रायोको साग कतिजनालाई मनपर्छ, मलाई चाहिँ एकदम धेरै मनपर्छ। अचार यस्तो मिठो पर्छ, अनि पोर्कको मासु
मेरो पर्दा सेम भइरहेको जसले गर्दा चाहिँ लाइटिङ एकदम राम्रो आइरहेको छ Too much good. भन्ने बित्तिकै हाय हाय कतिजनालाई यस्तो हुन्छ खाउ 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 जस्तो मलाई त एक नम्बरमा हुन्छ खै किन यस्तो धेरै मन पर्छ कि त्यो पोकको मासु मतलब धेरै खानलाई हैन कि जो थोरै भए पनि 1-2 पिस भए पनि हुन्छ तर त्यो पोकको मासु खाने बेला जुन मजा आउँछ नि त्यो यस्तो यस्तो बबाल हुन्छ नि यस्तो बबाल हुन्छ म त 2 पिस भए पनि मलाई पुग्छ दाल छ सब खान्छु ल किन त्यसरी खाएको होला नभन्नु फेरि त रिसाउँछु मलाई सबै कुराहरू स्यापसुप गरेर खान मन लाग्छ कि केही कुराहरू पनि छोड्न मन लाग्दैन त्यही भएर यसरी खान पनि मन लाग्छ यसरी खान मन लाग्छ मलाई मेरो एउटा पोकको मासु बच्यो सुकुटी बच्यो हड्डी मिठो भयो यम्मी थियो सो मेरो दाल अलिकति बची छ म पिउँछु ल अहिले दाल पिउन एकदम मन पर्छ फिनिश सो बेस्टिज आजको भिडियो मेरो यति नै हो सो Thank you so much for watching my videos. अनि
हजुरहरूलाई मेरो भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। सो हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई बेस्टिज। जुप।